तपाईको फलो बढेन, तपाईको भ्यूज बढेन, कसरी भ्यूज बढाउन सकिन्छ, कसरी फलो बढाउन सकिन्छ भनेर धेरै साथीहरूले मलाई सोध्ने प्रश्न हो। यो चाहिँ मलाई चाहिँ कमेन्टमा मेसेन्जरमा धेरै साथीहरु प्रत्येक दिन सोधिरहनु भएको छ। सफलता कुनै पनि सर्टकट बाटोबाट मिल्दैन। तपाईले मेहनत चाहिँ गर्नै पर्ने हुन्छ। तपाईले 1 सिडी 2 सिडी 3 सिडी 4 सिडी गरेर माथि 100 सिडी चढ्ने हो। मेहनत गरेर सफलता मिल्ने हो। तपाईले फाल्तु भिडियो नबनाउनुस्। अरूको गीतमा हेलो यस्तो तपाईले अरूको गीतमा भिडियो नबनाउनुस्। अरूको तपाईले हेलो साथीहरु गुड मर्निङ के छ हाल खबर भने यति मात्रै नबनाउनुस्। तपाईले भिडियो बनाउनुस्। तपाईले थोरै पोस्ट गर्नुस्, थोरै भिडियो गर्नुस्, तर तपाईको भिडियोमा कुनै न कुनै सिक्ने कुरा हुनु पर्यो। सानो सानो कुरा पनि सिकाउन सक्नुहुन्छ। तपाईले सिकेका सिपहरु, तपाईले जानेका कुराहरु, सानो सानो कुराहरु पनि तपाईले सिकाउनु भयो भने तपाईले चाहिँ सफलता मिल्नेछ। अथवा तपाईले कुनै न कुनै कमेडी गरेर मान्छेलाई हँसाउन सक्नुभयो, मजेदार भिडियो बनाउन सक्नुभयो भने मात्रै तपाईको भ्यूज बढ्नेछ, तपाईको फलो बढ्नेछ। अरूको गीतमा लिपसिङ गरेर अथवा गुड मर्निङ साथीहरु के छ हाल खबर भनेर मात्रै तपाईको भ्यूज बढ्नेवाला छैन, फलो पनि बढ्नेवाला छैन। मैले चाहिँ तपाईलाई सपोर्ट गरिहाल्छु। एकले अर्कालाई सपोर्ट गरेर मजेदार मजेदार भिडियो बनाएर ओरिजिनल कन्टेन्ट बनाएर मात्रै भ्यूज बढाउन सकिन्छ र फलो बढाउन सकिन्छ। सफलताको लागि कुनै पनि सर्टकट बाटो हुँदैन।